हेलो साथीहरू, जोरले नमस्ते। आज पनि यहाँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ मेरो यो चुल्हा लिपेर मेरो दिनको सुरुवात हुँदैछ। धेरै दिन भयो नलिपेको, भत्केर सबै भइरहेको थियो अनि त्यही भएर मैले चाहिँ आज लिपेँ यसलाई। अनि जुठो भाँडाहरू पनि धेरै भइरहेको थियो अनि त्यसलाई पनि म छिटो छिटो गर्दैछु। त्यसपछि खाना पकाउनका लागि दाउरा चिर्दैछु। छिटो 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 गरेर आगो पनि जोड्दैछु। आगोहरू जोडिसकेपछि मैले दालको लागि कुकर बसाएँ। कुकर बसाइसकेपछि कुकर अब तातिँदै गर्छ भनेर यता घाँस लगाउन गएँ राँगाहरूलाई। घाँस लगाएर आएको, कुकर तातिएछ। त्यसपछि तेल लगाएर दाल लगाएँ, बेसार पनि लगाएँ। त्यसपछि त्यसलाई पानी लगाएर छोपेँ अनि पानी नि पर्न थाल्यो आकाशबाट। कपडाहरू पनि धुन बाँकी थियो, कपडाहरू धुँदैछु छिटो छिटो गरेर क्या। नानी बाबाहरू सुतिरहेको छ नि त, उनीहरू उठ्नुभन्दा अगाडि नै दाल भात पकाएर अनि उनीहरूलाई रेडी पारेर छिटो छिटो गरेर उनीहरूलाई खुवाउने हो क्या। त्यसपछि उनीहरू खाएपछि चाहिँ मलाई ढुक्क हुन्छ क्या। अब उनीहरूलाई खाना खुवाउनु बाँकी छ भनेपछि अब खानासाना कतिखेर खुवाउने भन्यो, पर उनीहरूलाई खानासाना खुवाएपछि मलाई ढुक्क हुन्छ। आफू जतिखेर खाए पनि भयो भने जस्तो लाग्छ मलाई चाहिँ। अनि उनीहरूलाई म चाहिँ छिटो छिटो दाल भात तरकारी बनाएर खाना दिएँ अनि त्यसपछि मैले पनि खाएँ। आजलाई यति नै।